हेलो सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। मैले चाहिँ फेरि आज एउटा नयाँ भ्लग बनाएको छु। मलाई भ्लग बनाउनु चाहिँ खासै आउँदैन, तर पनि रहर लाग्ने भएकोले मैले बनाएको। अनि आज चाहिँ हामीले हाम्रो बाजेको घर भनौँ न धेरै फोहोर भएको थियो, झारहरू धेरै पलाएर अनि अलिक फोहोर देखिरहेको थियो। अनि हामीले आज चाहिँ हाम्रो शनिबारको दिन सफा गरिदियौँ। धेरैभन्दा पनि धेरै फोहोर पलाएको थियो अनि म बहिनीहरू दुईजना भएर चाहिँ हामीले सफा गऱ्यौँ। अब चाहिँ हामीले सफा गरेर पनि सक्नु लागिसक्यौँ। अब हामीले चाहिँ अब बाजेको घरलाई चाहिँ सफा गर्नुलाई फेरि कच्याएर पानीले अब चाहिँ हामी सफा गर्नु लागेको। धेरै फोहोर भइरहेको थियो नि त, त्यही भएर कच्याएर पानी बिगर चाहिँ सफा नहुने भयो। त्यही भएर पानी लगाएर सफा धोएको हामीले। बाजेको घरलाई चाहिँ वर्षमा एकचोटि चाहिँ सफा गरिदिन्छु, किनभने धेरै फोहोर हुन्छ नि त, त्यही भएर। ल अब हामीले धोएर पनि लगभग सक्यौँ। हामीले चाहिँ धोइसकेर अब फेरि कलर लाउनुलाई चाहिँ
रेडी गरिरहेको छौँ। अब हामीले फेरि यहाँनिर कलर लाउनेछौँ। अब चाहिँ लगभग कलर लाएर पनि सक्नु लागिसक्यौँ। ल चाहिँ हामीले साँच्चैकै सक्यौँ है कलर लाएर। ल हामीले चाहिँ कलर लगाइसकेपछि हाम्रो बाजेको घर चाहिँ यस्तो देखिरहेको थियो। हाम्रो बाजे खस्नु भएको चाहिँ धेरै वर्ष भइसक्यो, तर पनि म धेरै 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 सम्झिन्छु मेरो बाजेलाई। सबैजनालाई धन्यवाद, तपाईँहरूलाई मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा।